नमस्कार सबैजनालाई मेरो पाठशाला युट्युब च्यानलमा। आज हामी गइरहेको छौँ कन्भर्जन अफ बाइनरी टु डेसिमल नम्बर। ल सुरु गरिहालौँ। क्वेसन रहेको छ कन्भर्ट बाइनरी टु DESIML डेसिमल नम्बर है। डेसिमल नम्बर रहेको छ अनि हामी त्यसपछि क्वेसन रहेको छ 10011 बेस टु वाट छ। अब लेखौँ सोल्युसन। सुरुमा हामीले के हुन्छ सोल्युसन लेख्नु पर्ने हुन्छ। त्यसपछि गएर गिभन भनेको क्वेसनमा के दिएछ 10011। मैले चाहिँ हजुरहरूलाई दुईटा मेथडबाट गरिदिने छु, राम्रोसँग हेर्नु होला। सुरुमा 1 into 2 प्लस 0 into 2 प्लस 0 into 2 प्लस 1 into 2 के गर्न पर्यो भन्दा हामीले बाइनरी डेसिमलमा लिनु पर्यो। कहिले भन्दा मल्टिप्लाई बाइ 2 गर्न पर्यो है। भनेपछि मैले के गरेँ सुरुमा मल्टिप्लाई बाइ 1 को 2 गरेँ, 0 लाई गरेँ, यता पनि गरेँ, यता पनि गरेँ। अब लास्टमा एउटा 1 into 2 यो नछोड्नु। अनि त्यसपछि हाम्रो नेक्स्ट स्टेप हुन्छ कहिले पनि हामीले अब के गर्ने त यस्तो यहाँबाट हुन्छ नि यताबाट पछाडि भनेको राइट ह्यान्डबाट यता बढ्दै जाने जस्तो बनाउँछु 0 1 2 3 4 गर्दै जाने यताबाट जाने यताबाट जानु हुन्न। कहिले पनि यताबाट धेरैजना विद्यार्थीहरूले यताबाट गरेर हुन्छ मिस्टेक हुन्छ। कहिले पनि हामीले राइट ह्यान्डबाट लेफ्ट ह्यान्ड जाने है। ल अब 1 into 4 भनेको कति हुन्छ भनेको 2 into 2 into 2 into 2 भनेको 4 चोटि गर्दा कति हुन्छ भने चाहिँ हाम्रो 16 हुन्छ प्लस 0 into 3 भनेको कति छ हाम्रो यो भनेको 8 छ प्लस 0 into 4 प्लस 1 into 2 हुन्छ प्लस 1 into 1 हुन्छ। कहिले पनि के बुझ्नु 2 को पावर 0 हुने बित्तिकै के हुन्छ त चाहे 2 को पावर 0 हो चाहे 4 को पावर 0 हो चाहे 5 को पावर 0 हो जहिले पनि के हुन्छ त्यो हाम्रो 1 हुन्छ। यो हाम्रो एउटा ललेन भन्छ। तपाईहरुले बुझ्नुहुन्छ यो कुरा। 16 प्लस 0 into 8 भनेको कति हुन्छ भनेको 0 हुन्छ प्लस 0 into 4 भनेको 0 हुन्छ प्लस 1 into 2 भनेको कति हुन्छ हाम्रो 1 into 2 भनेको के हुन्छ हामीले नर्मली भन्नुपर्दा हाम्रो त 1 into के हुन्छ त यहाँ 2 नै हुन्छ प्लस 1 आउनु भयो। अब भनेको चाहिँ कति हुने भयो यहाँ आउँछ 16 प्लस 2 प्लस 1 कति हुन्छ 16 प्लस 2 प्लस 1 भनेको 16 2 18 1 19 19 को पावर बेस 10 हुन्छ। कसरी भन्दाखेरिमा हाम्रो 0 देखि 9 सम्म आउने नम्बरहरु डिजिटहरु के हुन् त हाम्रो डेसिमल नम्बर हुन्। त्यो भित्रसम्म आयो। ल छम अर्को यही कन्भर्जन टु बाइनरी टु डेसिमल नम्बरको अर्को मेथडबाट। नेक्स्ट मेथड भन्न खोजेको अथवा यो सर्टकट मेथड भन्न पनि बुझिन्छ है। सर्टकट मेथड तर एक्जाममा चाहिँ अब यो सर्टकट मेथडबाट त फुल मार्क्स नआउला हैन। अब क्वेशन हेरी होला है, त्यो ख्याल गर्नु होला। सर्टकट मेथड भनेको अब ट्रिक एकजना छिटो निकाल्न पर्ने छ देखियो भने हैन एमसीक्यूहरुमा हैन त्यसको लागि यो ट्रिक लाउनु होला। सुरुमा के हुन्छ भन्दाखेरिमा हामीहरुले कहिले नि एउटा फर्मुला जस्तै मैले बनाउँछु, फर्मुला जस्तै हो तपाईहरु सम्झनु होला। जहिले पनि भ्यालु यस्तो जान्छ 1 2 4 8 16 जान्छ। भन्न खोजेको के हुन्छ भन्दाखेरिमा सम्म जान्छ है। भन्न खोजेको 2 को पावर 0 त्यस्तै गरेर 2 को पावर 1 2 को पावर 2 2 को पावर 3 2 को पावर 4 2 को पावर 5 2 को पावर 6 हुँदै जान्छ है। यो बुझ्नु पर्यो। भन्न खोजेको आई मिन 2 को पावर n हुन्छ भने बुझ्नु पर्यो है। जस्तै हामीलाई क्वेशनमा दिएको हुन्छ के दिएको हुन्छ मानौ 1 0 1 1 यसको दिया होला इक्वल टु यसको बेस 10 को के हुन्छ निकाल भन्न खोजेको बाइनरी देखि डेसिमल भ्यालु कति हुन्छ निकाल भन्न खोजेको होला हैन। त्यो भन्न खोजेको के हो भन्दाखेरिमा अब के गर्नु पर्यो कि भन्दाखेरिमा सुरुमा हामीले 1 0 1 1 लेख्नु पर्यो। अब के गर्नु पर्यो यहाँ नम्बरिङ गर्न जान्छ। त्यही के गर्नु पर्यो 1 2 4
8 जाँदा जाँदा 1 छ त्यसलाई के गर्नु पर्यो जोड्नु पर्यो 8 + 2 + 1 जस्तै 11 power 10 है त्यो हो नि ओके नि हो यसको के हुन्छ त यो हुन्छ यसरी जानुपर्ने लेखियो जस्तै अब अर्को हामी एउटा गर्दैछौँ अर्को जस्तै 1 1 1 1 1 बेस 2 = यो होला हाम्रो के निकाल्नु पर्यो भने के गर्नु पर्यो अब सोल्युसन लेख्नु पर्यो त्यसपछि के गर्नु पर्यो त क्वेशन 1 लेख्नु पर्यो 1 यहाँ 1 यहाँ 1 त्यो तपाईहरु कतिवटा छ यो डिजिट कतिवटा छ त्यतिवटा चाहिँ तपाईहरु त्यो भ्यालु लेख्नु पर्ने हुन्छ है जस्तै मैले 4 वटा सम्म 4 वटा मात्र लेख्नु छ 1 2 4 8 5 वटा छ भने 32 हुने भनेको 5 बिट्स हुने यसरी बुझ्नु पर्यो है भनेको चाहिँ के गर्नु पर्यो सबैमा चाहिँ के छ त 1 1 छ भनेपछि के हुन्छ 8 + 4 + 2 + 1 0 छ भने त्यसलाई नजोड्नु होला हैन जहाँ जहाँ 1 मात्र छ त्यो मात्रै सम गर्ने अरुलाई के नगर्नु पर्दैन अब के हुने भयो 8 4 12 2 कति हुन्छ 8 4 12 13 14 1 15 अनि बेस 10 भन्न खोजेको हाम्रो के हो डिजिट 0 देखि 9 भित्रको के हो जसको 0 देखि 9 भित्रमा आयो कि नि आयो नि हो त्यसलाई के भन्छ हामीले बेस 10 भनेको के हो त हाम्रो डेसिमल नम्बर हो भने हामीले गर्यौं कि नि हो त्यही नि हो है त क्वेशन रहेको छ 101.1011 है त ल यस्तो क्वेशन गर्ने है त 2 अनि यसबाट कति जाने त 10 भनेपछि सोलुसन गर्नु पर्यो सुरुमा सोलुसन गर्नु पर्यो गिवन छ 101.1011 छ है त अगाडिको पार्ट के हुन्छ हामीले भन्यौं अगाडिको पार्ट के हुन्छ त अगाडिको पार्ट हाम्रो के हुने भयो त 1 * 2 + 0 * 2 + 1 * 2 हैन त्यसपछि के हुनेछ यसपछि यो भयो है अब त्यसपछि उतापटि के गर्नु पर्यो भनेको 1 * 2 + 0 * 2 + 1 * 2 + 1 * 2 हुने भयो है त अब यति गरिसकेपछि हामीले के गर्नु पर्यो भ्यालु लाग्न जानु पर्यो भन्न खोजेको यहाँ के हुन्छ 0 1 2 हुने भयो यता के हुने भयो -1 -2 -3 -4 हुने भयो हैन अब यो भनेपछि कति हुने भयो 1 * 2 को पावर 4 भनेको 4 हुने भयो 0 * 2 हुने भयो 1 * 1 हुने भयो है अनि प्लस गर्न नछाड्नु होला मैले पोइन्टमा दिएर छु त्यो अलि बुझ्नु होला तपाईहरु के छैन 1 1 * 1 / कति हुने भयो 2 है त्यसपछि गएर प्लस 0 * कति हुने भयो यहाँ 2 भनेको 0 1 2 1 / कति हुन्छ 4 हुने भयो हैन प्लस 1 * कति हुने भयो 1/8 प्लस 1 * 1/16 यो चाहिँ हुने भयो है त यता गरौँ 1 * 4 भनेको कति हुन्छ 4 यो 0 को 0 भइहाल्छ है त त्यसपछि गरिकन छ भइहाल्छ प्लस 1 * भनेको 1 प्लस 1 * 1/2 भनेको मैले तल अलि लेखिदिन्छु है अरु जोकिनु छैन 1/4 प्लस 1 * 1/8 प्लस 1 * 1/16 है त यो छ भनेपछि यो के हुन्छ 4 1 5 हुन्छ प्लस 1 * भनेको 1/2 प्लस यो त 0 भइहाल्ने भइगयो 1/8 हुने भइगयो प्लस 1/16 हुने भइगयो है त अब यो गरिसकेपछि 5 प्लस 1/2 भनेको कति भन्थे मैले अघि भन्थे 0.5 हुने भइगयो अनि यो जस्ताको त्यस्तै 1/8 भनेको 1/8 भनेको 0.125 भइगयो हैन अनि प्लस गर्नुस् प्लस गरिसकेपछि 16 भनेको कति हुन्छ भन्दाखेरिमा प्लस 0.0625 हुन्छ त क्याल्कुलेटर हाल्नु होला है अब त्यसो के भन्दा हामीले सबलाई सम गर्न पर्यो सबलाई सम गरिदिनु पर्यो सम गर्दा के हुन्छ
0.55 प्लस 0.5 प्लस 0.125 प्लस 0.0625 है त भन्नु खोजेको हाम्रो कति आउने भयो 5.6875 बेस 10 आउने भयो है त। ल लास्ट म तपाईहरुलाई होमवर्क दिनेछु है त। एसडब्ल्यू रहेको छ, तपाईहरुले कमेन्टमा पनि यो सर मिल्यो कि मिलेन भनेर अथवा तपाईहरुले चाहिँ त्यहाँ कमेन्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ। म हेरेर चाहिँ तपाईहरुलाई जवाफ दिन्छु मिल्यो कि मिलेन भन्ने कुरो। त्यसको लागि म एउटा तपाईलाई क्वेशन दिएँ है त 10.10111 एउटा यसलाई हामीले डेसिमलमा लग्नु छ है त। एउटा क्वेशन अर्को क्वेशन रहेको छ 1011.101111 टु 10। यो क्वेशन जति छ तपाईले जति छ नि अब यस्तो क्वेशन आए पनि नआत्तिने, धेरै लामो के हुन्न। यहाँ -1 -2 -3 -4 -5 -6 हुँदै जान्छ। ल है त यति भन्दै म यो भिडियो यति नै सकाउँछु। अब यसपछि हामी के गर्छौं कन्भर्जन टु डेसिमल देखि बाइनरीमा चाहिँ अर्को पार्टमा गर्नेछौं। थ्यांक्स फर वाचिङ।